देशको जनमत। नमस्कार, म सुजित कुमार झा अहिले धनुषा निर्वाचन क्षेत्र नम्बर 3 को जनकपुर क्षेत्रमा छु र अहिले खर्दैलो कार्यक्रम चलिरहेको छ। प्रचार प्रसारका कार्यक्रमहरू ठाउँ ठाउँमा एकजना उम्मेदवार दीपेन्द्र ठाकुर जो नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको छ। तपाईको मुख्य एजेन्डा के रहेछ? धन्यवाद, नमस्कार। मेरो मुख्य एजेन्डा छ हजुर यो के भन्छ जनकपुरलाई सुन्दर कसरी बनाउने, सफा कसरी बनाउने, जनकपुरको युवाहरूको रोजगारी कसरी सृजना गर्ने, जुन पग पग पोखर माछ मखान भन्छ, जुन विद्या वैभव शान्तिको प्रतीक जनकपुर भन्छ, त्यसलाई वास्तवमा कार्यान्वयन कसरी गर्ने, भ्रष्टाचारलाई कसरी निर्मूल पार्ने, युवाहरूलाई खेलकुदमा कसरी प्रोत्साहन गर्ने, खेलकुद क्षेत्रको विकास कसरी गर्ने, शिक्षाको विकास कसरी गर्ने, रोजगारी कसरी सृजना गर्ने, वास्तवमा मेरो त्यसैको लागि उम्मेदवारी गर्छु। त्यसको उम्मेदवारीमा अहिले प्रचार प्रसारको क्रममा प्रचार प्रसारको क्रममा अहिले घर दैलोको कार्यक्रम चलिरहेछ। घर घरमा गएर मतदाताहरूको आशीर्वाद दिइरहेको छ। मन एकदम आनन्दित भइरहेछ, प्रफुल्लित भइरहेछ। तर एक किसिमले हेर्दाखेरि उहाँहरूको पीडा जुन हेरिरहेको छु त्यो भाव विवल हुन्छ, कुनै कुनै बेला हर्ट फेल हुन्छ जस्तो लाग्छ। त्यहाँ गएपछि उहाँहरूको पीडा हेर्दाखेरि एकदम खिन्न बोध हुन्छ। उहाँहरू पटक पटक ठगिनु भएछ, प्रतिनिधिहरूबाट त्यो गुनासोहरू सुन्न पाइरहेको छु। त्यसले गर्दा कुनै कुनै बेला पीडा पनि हुन्छ र घर घरमा गएर आशीर्वाद लिँदाखेरि मन एकदम प्रफुल्लित आनन्दित भइरहेछ। उहाँहरूको चाहना छ कि 2-4 दिन अगाडि नै निर्वाचन होस्, भोलिकै भोलि होस् कि हामी आफ्नो मत चाहिँ बाहिर प्रयोग गरेर नयाँ प्रतिनिधि छानौँ। त्यस्तो उहाँहरूको मनस्थिति बुझ्न आइरहेछ। किन पीडा तिनीहरूलाई अघिका उम्मेदवारहरू या जितेकाहरूले किन काम नगर्ने हो? उहाँहरूले काम नगरिदिएर उहाँहरू पीडित हुनुभएछ। उहाँहरू कति त रुनु भएछ, कति लानु भएछ, कति यस्तो पीडाहरू बोध गर्नुभएछ कि जुन जोगी आए कानै चिरेको जस्तो, हामीलाई जुन आउँछ ठगेरै जान्छ। तपाईँहरू पनि वास्तवमा त्यस्तै गर्ने हो कि जस्तो भन्नुहुन्छ उहाँ? अनि चाहिँ नठग्ने त्यसको आधार के? मैले भने कि म चाहिँ यो जुन ठगिनु भएछ तपाईँहरू त्यसैको विरुद्धमा मेरो उम्मेदवारी हो। जुन यहाँ युवाहरू ठगिरहेछ, युवाहरूको चाहिँ नकारात्मक भावना देखिरहेको छु, राजनीतिको प्रतिको वितृष्णा देखिरहेको छु, म त्यसैको लागि मेरो उम्मेदवारी हो। म ठगिने काम गर्दैन, म काम गरेर देखाउँछु। हरेक कुरा म लाइभ देखाउँछु पत्रकार मित्रहरूलाई राखेर। म कुनै पनि बेला चाहिँ साथीहरूको माझमा उपस्थित हुन्छु, पब्लिकको माझमा उपस्थित हुन्छु। म कहिले पनि म जनप्रतिनिधि भएर उठान्दैन कि म ठुलो र तपाईँहरू सानो भएर म भनिरहेको छु। यसो अघिसम्म चाहिँ तपाईँले अरूलाई उम्मेदवार बनाएर उसको लागि काम गर्नुहुन्छ, यसपालि आफै लड्नु भएको छ, त्यो दुईटीमा अन्तर के पाउनु? मैले के गरेँ, म आफ्नो पेसामा लागिरहेको थिएँ, म आफ्नो काम गरिरहेको थिएँ। मैले के सोचेको थिएँ, मधेसको नाउँमा, मधेसीको नाउँमा जुन आन्दोलन भयो, जुन पीडित भयो मान्छेहरू, तिनीहरूलाई जुन प्रतिनिधि चुन्यौँ, उहाँहरूले चाहिँ गएर जनताको काम गरिदिनुहुन्छ। जनताको काम गरेपछि हामीहरू पनि प्रफुल्लित आनन्दित हुन्छौँ। तर उहाँहरू चाहिँ वास्तवमा ठगेर यस्तो काम गर्नुभएछ मधेसीको नाउँमा, जुन अहिले शब्दमा भन्नै गाह्रो छ। यस्तो पीडित पार्नुभएछ सबलाई। आफै चाहिँ भ्रष्टाचारमा लिप्त हुनुभएछ। प्रदेशलाई डुबाउने काम, आफू चाहिँ बन्ने काम मात्रै काम गर्नुभएछ उहाँहरूले। जनकपुर पहिला नै यसअघि पनि तपाईँले भनिसक्नु, जनकपुरलाई जानकी मन्दिर र पोखरीहरूको पहिचान रहेको छ। त्यसलाई व्यवस्थित गर्न एउटा सांसदले के गर्न सक्छ? अब एउटा प्रदेश सांसदले एउटा रुल त कम्तीमा खडा गर्न सक्छ, एउटा रुल बनाउन सक्छ र साथ सहयोग लिएर, जनताको साथ सहयोग लिएर जुन अहिले यो राजनीति बेट्र्याक भइसकेको छ त्यसलाई ट्र्याकमा ल्याउन सक्छ। जनकपुरलाई सुन्दर बनाउन सकिन्छ। त्यो मसँग धेरै योजनाहरू छ। म यो सम्बन्धीमा धेरै कामहरू गरेको छु। त्यो योजना लिएर म आएको छु। मसँग भिजन छ। भिजनले गर्दा म जनकपुरलाई राम्रो बनाउँछु। युवाहरूलाई म रोजगार सृजना गर्छु। खेलकुदतिर म आकर्षित गर्छु युवाहरूलाई। भ्रष्टाचार चाहिँ निर्मूल पार्छु। अरू स्वास्थ्यमा पनि म धेरै विकृतिहरू छ, स्वास्थ्यको विकृतिहरू पनि धेरै हटाउँछु। यति म भनिरहेको छु। अन्तमा तपाईँको प्रतिस्पर्धा कोसँग? अब अहिले के भन्ने, मेरो त प्रतिस्पर्धा कोही देखिरहेको छैन। तर लोकतन्त्र हो, लोकतन्त्रमा सबै आफ्नो पक्षमा चाहिँ मत माग्दै हुनुहुन्छ। त्यो त जनताले निर्णय गर्नुहुन्छ कि कसलाई चुन्ने नचुन्ने। मलाई त लागिरहेछ कि सबैको आशीर्वाद म पाइरहेको छु, सबैको आशीर्वाद मलाई प्राप्त छ। मेरो त प्रतिद्वन्दी कोही छैन जस्तो लागिरहेछ। उहाँ हुनुहुन्थ्यो
दीपेन्द्र ठाकुर नेकपा एमालेबाट जनकपुरमा उम्मेदवार हुनुहुन्छ र उहाँले चाहिँ मेरो कसैसँग प्रतिस्पर्धा छैन, तर यसको अर्थ यो होइन मैले चाहिँ ढुक भएर लागिरहेको छु, आफ्नो हिसाबले म प्रचार प्रसार गरिरहेको छु भने अर्कोतर्फ जनकपुरको जुन वैभव रहेको छ, यहाँको इतिहास रहेको छ, त्यसको लागि म चाहिँ काम गर्छु। मन्दिर, पोखरी लगायत यहाँका युवाहरूका लागि चाहिँ, महिलाहरूको लागि चाहिँ प्रमुख रूपले काम गर्ने उहाँ बताइरहनु भएको छ। एभिन्यू खबरका लागि सुजित कुमार झा, जनकपुर। देशको जनमत, नेपाली मनको मत, निर्वाचन विशेष प्रसारण, इलेक्सन एक्सप्रेस, देशको जनमत।